नमस्ते सबैलाई, गुड मर्निङ एभ्रिवान। आज म चाहिँ तपाईलाई के देखाउन गइरहेको छु भने यो चाहिँ चम्सुरको दाना है। चम्सुरलाई चाहिँ मैले दुधमा पकाएर खाना रेडी भएको है। अनि यहाँ हेर्नुहोस्, कतिपय देख्नु भएको होला कता टिकटकतिर फेसबुक पेजतिर। यो चाहिँ यो जुन हैन चम्सुरको दाना त प्रायःले देख्नै भएको होला। अहिले चाहिँ यहाँ प्याकिङ गरिराखेको छु। यदि अब तपाईँहरू विदेशमा हुनुहुन्छ अनि होइन यो चाहिँ यस्तो हुन्छ। मलाई चाहिँ म चाहिँ यसलाई चाहिँ भिजाएपछि चाहिँ अब त्यो भिजिसकेपछि चाहिँ एकदम मोटो हुने। अनि त्यसपछि मोटो भइसकेपछि त्यो जस्तै चिप्लोपना हुने रहेछ के। अब त्यो चिप्ले भेन्टी जस्तै हुने रहेछ। अनि यो फेसको लागि अनि के अरे पाइल्सहरू छ भने यसले पनि ठिक पार्दो रहेछ। अनि विशेष चाहिँ लेडिजहरूको लागि पेटको समस्या छ, पेटमा चाहिँ प्रब्लम छ भने चाहिँ यो खायो भने चाहिँ एकदम राम्रो हुने रहेछ। पानीमा मात्रै भिजाएर खाँदा पनि केही फरक परेन। मैले चाहिँ दुधमा पकाएर खान लगाएको छु। हेर्नुहोस् है, ठुल्ठुलो जब त्यो भिजिसकेपछि चाहिँ ठुलो हुने रहेछ क्या, ढाडे मोटो हुने। अनि तपाईँले चाहिँ बिहान पानीमा भिजाएर अथवा दुधमा पकाएर चाहिँ यसरी खानुभयो भने खाली पेटमा एकदम तपाईँको स्वास्थ्यको लागि चाहिँ राम्रो हो होइन। अनि फेसलाई पनि यसले चाहिँ ग्लो गराउने गर्दो रहेछ। खानु चाहिँ यो जापानमा हुन्छ भने चाहिँ जापानमा चाहिँ नेपाली हलाल पसलमा चाहिँ यो चम्सुरको दाना पाउँदो रहेछ, चम्सुरको गेरा। अनि यो चम्सुरको गेरालाई चाहिँ ल्याएर यसरी भिजाएर दुधमा पकाएर खानु होला, आफ्नो हेल्थको लागि राम्रो हुने रहेछ। मैले चाहिँ धेरै दिन भयो खान थालेको। अनि त्यो दुधमा चाहिँ पकाउँदाखेरि चाहिँ तपाईँले चाहिँ कसरी पकाउनु भने चलाइराख्नु पर्दो रहेछ, नत्र डढ्दो रहेछ। चलाइराख्नु पर्दो रहेछ। यसरी खानुहोस् है त। बाई बाई।